फाइनली साथीहरु आज हामी चाहिँ बुढी र म चाहिँ टक्क खोलामा माछा मार्न हिँडेको। अब हेरौँ माछा मारिन्छ कि अब दिन टारिन्छ। खोला पनि आइपुग्न लाग्यो। खेत पनि अब लागिसकेछन्। खेती गर्नेहरूले धान रोपिसके। लौ त आइयो के अरे अब माछा मार्न हामी पनि। हेरौँ है त खोलो कत्रो रहेछ। ओए खोलो त बढानको खा त यार। आम्बो बरु झर्नी पो गाँडो त। कोही तैँले भने जस्तै भयो। ल त्यो अलि अगाडि जान्छ। चट्ट खेतको सिनको साथमा अब हामी चाहिँ खोलातिर प्रस्थान। ल यहाँ त बढानको माछ रहेछ। खोलो भयङ्कर ठुलो छ। माछा छ कि छैन ल मेरो बुढी पनि टुकुर टुकुर आई। अब यस्तो छ सिन। अब म भिडियो कट गर्छु। अहिले माछा छोपियो भने भिडियोमा तपाईँहरूलाई भिडियो जोडेर देखाउँछु। क्या रे तलै जाने? फाइनल्ली हामी चाहिँ रहमा आइपुग्यो। यी सानो रह छ एउटा। हामी यहीँ चाहिँ पौडी नि खेल्छौँ। माछा मऱ्यो भने अब माछा नि मार्ने हो होइन बुढी? माछा मार्ने होइन? यता हेर्नु त कति माछा मार्ने। माछा मार्ने भनेर बिचरा बुढीले यहाँ झुलसुल बोकेर के बोकेर आइ हे। हेरौँ है अब माछा मऱ्यो भने चाहिँ देखाउँछौँ। पहिला त पौडी नै खेल्ने अब। भन्ने फरस खालियो के होइन? ऊ खायो खोलोले। माछा मार्न आएको अरे पहिला बरस चढाइहाली खोला। खोइ धोको कपडा।
सुन्दा ही देखा अखा बाजू में हमरे रखा। यार नि अब गृह मन्त्रीले भनेको मान्न पर्यो। उता सुकाउने रे फेरि त्यतै सुकाउनु पर्यो। म त्यतै प्रस्थान हुन्छ है। लौ अब गृह मन्त्रीले भने जस्तै गर्नु पर्यो। क्यार्नी खोला तरेर पारि जानु पर्यो। फेरि कपडा खस्ला र अर्को आपत होला। यो चाहिँ पुनटुरुको सट हो क्या। पुनटुरे कान्छाको बुढीले त्यहाँ कपडा धुँदैछ बिसाम्दै। फेरि त्यहाँ एक मुठी कपडा भइसक्यो। अब ती कपडा नि लगाएर सुकाइदिनु पर्यो। फाइनली हामीले चाहिँ अब यहाँ कुरा थाप्नु लाग्यो। ढुङ्गा खिचेको पनि बोल्दै यहाँ माथि त खिच्ने होइन के अझै माथि खिचिसकेको यसलाई यस्तरी भित्रबाट हाल के जालीको बिचमा दाउरा हाल्नु पर्ने हो क्या खिचिसकेको बोलेको यस्तो हुनुपर्यो क्या। यहाँ भित्र छिर्छ माछा। हामी हामीलाई दाना हालिन्छ नि हामी त छिर्छन्। हामी बिस्तारै उठाउने हो कि यस्तो हुन्छ नि भागिहाल्छ नि। उयो भित्र छिर्यो भने भन्छ क्या यस्तै भन्दा भित्रबाट उठाएपछि यहाँ उस बन्दी भयो नि त घर जस्तो बन्दी भयो क्या। त्यहाँभित्र माछा बसिरहेको बेलामा हामीले उठाउनु पाइयो अरे। यहाँ माछा छिरेर गर्नु पर्छ।
नेपाली साथीहरू हामीले यहाँ यसरी छेकेर माछा मार्नलाई चाहिँ व्यवस्थित त बनाएको हो। 2 घन्टा लाएर पुरै यो छेकियो। पानी अलिअलि मात्रै सुके थियो यताबाट, अनि तलपट्टि चाहिँ खेतबाट पानी छिर्दो रहेछ। अनि धन्न यी बेलुकालाई चटनीसँग मात्रै त मारियो है। हजुर फाइनली माछा